रापरपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन्। उनलाई घिसारिएर लगिएको दृश्य छ। अब यसमा कतिपयले के चाहिँ ठिक भए, उनले 62-63 मा गृहमन्त्री राजा ज्ञानेन्द्र शाहको पालामा उनी गृहमन्त्री हुँदाखेरि दमन गरेका थिए, गोलघरमा चाहिँ मानव अधिकार उल्लङ्घन गरेको भएर आज ठिक भयो भन्ने पनि छ। तर कमल थापालाई आज पक्राउ परेको छ र उनी सँगसँगै अरू पनि पक्राउ परेका छन्। र यति भइसकेपछि राजेन्द्र लिङ्गदेनले भोलिबाट काठमाडौँ ठप्प पार्ने पुरै सन्देश दिएका छन्। र कमल थापा अहिलेसम्म 9 चोटि मन्त्री भइसकेका छन्, 9 चोटि। र राजाको पालामा 6 चोटि भने गणतन्त्र आइसके पनि 3 चोटि उपप्रधान तथा विभिन्न परराष्ट्र मन्त्री। 2072-73 सालमा केपी ओलीको पालामा उपप्रधान तथा परराष्ट्र मन्त्री। यसै गरी 73 सालमा प्रचण्डको पालामा स्थानीय विकास मन्त्री, उपप्रधान मन्त्री। यसै गरी 74-75 सालमा शेरबहादुर देउवाको पालामा पनि ऊर्जा मन्त्री बनेका रहेछन्। 6 चोटि राजतन्त्रको र 3 चोटि गणतन्त्रको पालामा पनि आइसकेका रहेछन्। यो कारणले गर्दा पनि उनलाई यो विवाद आएको। पछिल्लो समय उनले राजाको मुद्दा छोडिसकेका पनि थिए, तर अहिले राजाको धेरै माहौल बढेपछि उनी फेरि राजा ल्याउनुपर्छ भन्दै रापरपा नेपालसँग, सरी रापरपा त नेपाल उनकै भइहाल्यो, रापरपासँग सडकमा आएका थिए। आज उनलाई पक्राउ गरिएको छ। आज सिंहदरबारतिर छिर्ने क्रममा चाहिँ उनलाई आज पक्राउ गरिएको। आज रापरपाको चाहिँ तेस्रो दिन चलिरहेको छ।